सम्पूर्णमा नमस्कार। फेरि पनि यहाँहरूमाझ एउटा कविता लिएर उपस्थित भएकी छु। मेरो कविताको शीर्षक छ प्रिय श्रीमानज्यू। भाग्यले जुराएको यो हाम्रो जिन्दगी, भाग्यले जुराएको यो हाम्रो जिन्दगी सुन्दर बनाएर फुलाउनु छ। हरेक रङ्ग घसिरहेका रङ्गीन संसारमा सादा जीवन बनाएर झुलाउनु छ। तर आजभोलि धेरै श्रीमान श्रीमती आधा बाटोमा पुगिसकेपछि आफ्नो मायाको निशानी छोराछोरीलाई बिचल्ली बनाएर जिउँदै टुहुरो बनाएर बाटै फरक भेटिन्छ, बाटै फरक भेटिन्छ। यो दृश्य देख्दा मेरो मन मुटु साह्रै रेटिन्छ। कतै हाम्रो पनि यस्तो त हुँदैन? अनेक प्रश्न गर्न थाल्छ मनले। यसो मनलाई सम्झाउँदै सोच्यो, जीवन चलाउन सजिलो पनि छैन। एक ठाउँको जन्म अनि हुर्काई बढाई, जीवन चलाउन पनि सजिलो छैन। एक ठाउँको जन्म अनि हुर्काई बढाई, अर्को ठाउँमा कर्म गर्न जाँदा धेरैभन्दा धेरै चुनौतीहरू पनि छन्। एकअर्काको विचार फरक हुँदा भुइँचालो आएर एकैछिनमा घर भत्काइदिन सक्छ। एकअर्काको विचार फरक हुँदा भुइँचालो आएर एकैछिनमा घर भत्काइदिन्छ। यसो आकाशलाई हेरो, काली मण्डल कुहिरोले छोपिरहेको हुन्छ। सोच्यो, आफ्नो आफन्त नर नाता साथीभाइले के भन्लान्। सोच्दै धेरै समय बर्बाद हुँदा रहेछन्। तर जे जस्तो भए पनि जीवनलाई सम्झौतामा लानु छ। तर जे जस्तो भए पनि जीवनलाई सम्झौतामा लानु छ। कति कुराहरू चित्त बुझाउन आँखाले पनि धेरै साथ दिँदो रहेछ। कति कुराहरू चित्त बुझाउन आँखाहरूले पनि धेरै साथ दिँदो रहेछ। प्रिय श्रीमानज्यू, जिन्दगीको हरेक घुम्तीहरूमा चुनौती नै चुनौतीहरू छन्। यही चुनौतीहरू हुन सक्छ हाम्रो जिन्दगीलाई झकझकाउने अनि सही मार्ग निर्देशन गर्ने। हामी मात्र छैनौँ, हाम्रो आदरणीय जन्मदाताज्यूहरू हुनुहुन्छ। हामीलाई उभिन साहस दिने सुन्दर धरतीलाई धन्यवाद दिँदै अघि बढ्नु छ। त्यसैले यो सुन्दर पवित्र स्थलमाथि अपवित्र व्यवहार गर्ने कुनै विचार हामीमा नआओस्। त्यसैले यो सुन्दर पवित्र स्थलमाथि अपवित्र व्यवहार गर्ने कुनै विचार हामीमा नआओस्। हामीले हाम्रो भाग्य चिनिसकेपछि जसोतसो जीवन रहन्जेल जिउने कोसिस गरिरहनुपर्छ। हामीले हाम्रो भाग्य चिनिसकेपछि जसोतसो जीवन रहन्जेल जिउने कोसिस गर्नुपर्छ। जीवनमा आउने अनेकौं दुःख कष्टहरू टार्दै जानुपर्छ। परिस्थितिले टाढा बनाए पनि
मनले नजिक हुनुपर्छ। परिस्थितिले टाढा बनाए पनि मनले नजिक हुनुपर्छ। धन्यवाद।